के गर्न लाग्नुभएको के अरे ओहो अर्ग्यानिक मम्मी के भाजी हो यो भाजी हो तब त तोरी लायो भने होइन त यहाँ त भाजी उम्रे त तोरी त खाइसक्यो त उता हो भाजी त ठुलो पात भयो चाहिँ खाँदा राम्रो हुन्छ ठुलो भाजी त हो अनि किन यत्रो उछन लाग्यो त बाक्लो भएको छान्ने अब पातलो राख्ने मात्र फर्स्ट आउनु त उता खोर्सानीको बुट्टा साइडतिर 2-4 वटा लगाइदिए पनि हुन्छ लाउने पानी तब पाइप खोजेको बनाउनुलाई बनाएर लाउने यति पातलो पनि बाक्लो हुने बनाउनु कि म त पानी हालिदिन्थेँ त त्यसै बाल्टीमा भरेर त्यस्तै हुनुलाई यस्तै मच्छर मार्छ त्यसरी पुग्नु लागेको यति पातलो यो पनि